कुनै पनि आमाले आफ्नो सन्तानको बारेमा गलत सोच्दैनन्, कुभलो सोच्दैनन्। तिमीहरूको पनि आफ्नै सन्तान गर्भमा भ्रूण अङ्कुरित हुँदैछ। जुन दिन तिमीहरूका सन्तानले तिमीहरूसँग खुसीको हुन्छन्, त्यो दिन तिमीहरूलाई आमाको महत्त्व थाहा हुन्छ। आमाले भनेको नमान्ने सन्तान अनि सासू ससुराको आज्ञा पालन नगर्ने बुहारी, यो कस्तो जमाना हुँदैछ, कस्तो संस्कार विकास हुँदैछ। जुन दिन मेरो दाना पानी सकिन्छ, त्यो दिन मैले धरती छोड्नुपर्छ। यसमा मलाई कुनै गुनासो हुने छैन, किनकि जन्मनु मर्नु संसारको रीत हो। यसलाई सबैले स्वीकार्नुपर्छ। मैले आजसम्म तिमीसँग केही मागिन भगवान, केही पनि त मागिन, तर आज माग्छु। मेरो छोराबारीको खुसी मिलन माग्छु म। जति सकस दिन्छौ देऊ न मलाई, भोग्छु त म भोगिराखेको छु। तर आज मैले मेरो सन्तानको लागि मागेको खुसी दिएनौ भने, मेरो छोराबुहारीको मिलनमा तिमी बाधक बन्यौ भने तिमीलाई पनि छोड्दिन म, छोड्दिन। आमा हूँ म, आमा। तिनको खुसीको लागि सास छाउन्जेल लड्छु। अरूले मिलाएर